गुड मर्निङ गाइज दर्शन नमस्ते फेरि पनि स्वागत छ मेरो डेली ब्लगमा। आज पनि साथीहरू चट्ट लाएर म मेरो आफ्नै जक्सनतिर आइसकेको छु। आज चाहिँ यता आइसकेपछि एउटा छोटो मिठो भिडियो त बनाउनै पर्यो हैन। आज चाहिँ कुन खालको कस्तो खालको भिडियो बनाउँदैछ भन्ने कुरा तपाईहरुले पक्कै पनि टाइटलमा थम्बनेलमा हेरेर पनि थाहा पाइसक्नु भयो होला। तपाईहरुलाई कतिलाई लाग्छ होला कि खाली यसले चाहिँ यस्तै खालको भिडियो मात्रै बनाउँछ भन्ने सोच पनि होला हैन। तपाईहरुले मेरो भिडियोमा त्यस्तै मात्रै कमेन्ट गरेपछि मैले के गर्नु हैन। मेरो हिजोको भिडियोहरुमा फेरि भीएफएस डेटहरु हैन, दिल्ली एम्बेसीको डेटकै बारेमा धेरै जनाले कमेन्ट गर्नुभएको रहेछ हैन। आज चाहिँ दिल्ली एम्बेसीको डेट किन चेन्ज हुन्छ भन्ने कुरामा भिडियो बनाउँदै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तपाईहरुले त्यही कमेन्ट गर्नुभएको रहेछ कि हाम्रो चाहिँ यो महिनामा यति तारिखको डेट थियो, फेरि चेन्ज गरेर 2-3 महिना पछि पुर्याइदियो। त्यस्तो पनि हुन्छ र त्यस्तो चेन्ज किन गरेको, चेन्ज गरिसकेपछि त्यत्रो ढिलो किन भएको भन्ने कुराहरु सोधिराख्नु भएको रहेछ। आज त्यही विषयमा कुरा गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि भिडियोलाई सुरु गर्नुभन्दा अगाडि मेरो छोटो रिक्वेस्ट है साथीहरु तपाईहरुको लागि, यदि तपाईहरु मेरो च्यानलमा नयाँ साथीहरु भिजिट गर्दै हुनुहुन्छ भने हैन, प्लिज सब्स्क्राइब गरेर जोडिनु होला। ताकि तपाईहरुले सब्स्क्राइब गरेर जोडिनु भयो भने चाहिँ मैले यस्तै भिडियोहरु पब्लिश गर्ने बित्तिकै तपाईहरुकोमा नोटिफिकेसन आउँछ। नोटिफिकेसन आइसकेपछि सुरुमै मेरो भिडियो क्लिक गरेर हेर्न सक्नुहुनेछ है त। त्यही छ साथीहरु, अब लागौं कुराकानीतर्फ। आजको कुरा चाहिँ त्यही हो, दिल्ली एम्बेसीको डेट किन चेन्ज गर्छ भन्ने कुरामा। अब दिल्ली एम्बेसीको डेटहरु चाहिँ किन चेन्ज गर्छ भन्दाखेरि साथीहरु हैन, तपाईहरु एकजनाको दुईजनाको मात्र हैन, प्राय जस्तो मान्छेको चेन्ज भइराख्छ है। तपाईहरुको मात्र हैन, तपाईहरु चाहिँ अब टेन्सनमा होला हैन, हाम्रो मात्र चेन्ज भएको हो कि किन चेन्ज भयो होला, यिनीहरुले न डेटै नलिएकन त्यतिकै भनेको हो कि भन्ने जस्तो पनि लाग्छ। हुन त कतिपय एजेन्टहरुले त्यस्तो पनि गर्छ के, तपाईहरुको डेट अब लिएको नलिएकै तपाईहरुलाई थाहा छैन होला हैन। अब तपाईहरुलाई चाहिँ अब यति तारिखको डेट छ भन्ने मुखले मात्रै भनिदिन्छ होला। तपाईहरुको डेट लिएको कन्फर्म नै डेट लिएको भए त्यो अपोइन्टमेन्ट डेट लिएको डेट तपाईहरुलाई पाउनुहुन्छ हैन। तपाईलाई नदिए पनि तपाईको एजेन्टलाई यति तारिखको डेट अपोइन्टमेन्ट डेट छ भनेर तपाईहरुको एजेन्टलाई पाएको हुन्छ। त्यो डेट चाहिँ तपाईहरुले पनि सकेसम्म माग्नु होला हैन। मागेर तपाईहरुसँग त्यो डेट आइपुग्यो भने चाहिँ हो रहेछ भन्ने कुरा तपाईहरुले पनि कन्फर्म हुन्छ नि त हैन। अब नभए कतिपयले त त्यतिकै मुखले मात्रै भनेर यति तारिखको चाहिँ डेट छ भन्छ मात्रै हैन। अब पत्याउने नपत्याउने भन्ने कुरा फेरि आफ्नो ठाउँमा हुन्छ हैन। त्यही भएर तपाईको अपोइन्टमेन्ट डेट लिएको भए डेट नै हुन्छ। त्यो डेट चाहिँ सकेसम्म तपाईको एजेन्टलाई माग्ने कोसिस गर्नु होला हैन। अनि डेटहरु चाहिँ किन चेन्ज हुन्छ त भन्दाखेरि साथीहरु हैन, अब यस्तो हुन्छ तपाईको अब कुनै बेला उनीहरुको अब सर्भर डाउन भइरा हुन्छ हैन, कुनै बेला सिस्टम चेन्ज भइरा हुन्छ, कुनै बेला सिस्टम बिग्रिरा हुन्छ, त्यही कारणले पनि चेन्ज हुन सक्छ हैन। अनि कुनै बेला चाहिँ यिनीहरुको फेरि पब्लिक होलिडेहरुमा पनि अपोइन्टमेन्ट डेट बुकिङ गरिसकेको हुन्छ कुनै बेला हैन, थाहा नपाइकन। हो पब्लिक होलिडेमा चाहिँ उनीहरुको छुट्टी हुन्छ, छुट्टी भएको भएर चाहिँ तपाईहरुको पब्लिक होलिडेकै दिनमा अपोइन्टमेन्ट बुकिङ भएको भए चाहिँ हो त्यसलाई नै फेरि सारेर उता पुर्याउने हो क्या। अब तपाईहरुको सारिसकेपछि चाहिँ 2-3 महिना पछि किन पुग्छ भन्दाखेरि चाहिँ अब तपाई भन्दा पछि मान्छे पुरै फुल अप्सन भइसकेको हुन्छ के। तपाईको जुनसुकै महिनाको हैन, जस्तै 20 तारिख 21 तारिख 22 तारिख त्यस्तोमा तपाईको अपोइन्टमेन्ट डेट छ भने तपाई पछिको 20 21 22 23 24 25 26 अनि अर्को महिनाको पुरै फेरि अर्को महिनाको पुरै फुल प्याक भइसकेको हुन्छ क्या। त्यही भएर तपाईको 20 तारिखको छ भने अब 20 तारिखले सारेर 20 21 तारिखमा त अब सार्ने कुरा भएन हैन, किनकि त्यहाँ फुल भइसकेको हुन्छ हो। त्यही भएर तपाईको सिधै चेन्ज भइसकेपछि चाहिँ सिधै लास्टमा पुग्छ के तपाईको फेरि हो। त्यस्तो तरिकाले चाहिँ तपाईको अपोइन्टमेन्ट डेट चेन्ज भइसकेपछि 2-3 महिनाको पछि मात्रै डेट पुग्नुको कारण त्यो हो साथीहरु है। त्यस्तो तरिकाले अपोइन्टमेन्ट डेट चेन्ज भयो भने त्यस्तो तरिकाले तपाईको लास्टमा गएर मात्रै फेरि तपाईको अपोइन्टमेन्ट डेट पाउँछ तपाईलाई हैन। किनकि त्यो भन्दा अगाडिको सबै तपाईको पहिलाको डेट भन्दा तपाईको पछाडीको सबै फुल प्याक भइसकेको हुन्छ। अनि सिधै गएर लास्टमा तपाई अन्तिममा पुग्छ तपाईको अपोइन्टमेन्ट डेट है। त्यसरी चेन्ज गर्छ। चेन्ज गरिसकेपछि 2-3 महिना पछिको मात्रै तपाईको डेट पाउँछ साथीहरु है। त्यस्तो तरिका छ दिल्ली एम्बेसीको अपोइन्टमेन्ट डेटको बारेमा। अब तपाईहरु कति जनाको दिल्ली एम्बेसी अपोइन्टमेन्ट डेटहरु चेन्ज भएको छ, अब त्यही अनुसारले कुर्नु होला। अब के गर्नु हैन। तर तपाईहरुले दिल्ली एम्बेसी को डेट चाहिँ यो पनि फिक्स हो कि होइन, फेरि पनि चेन्ज हुने हो कि फिक्स हो भने अपोइन्टमेन्ट डेट लिएको डेट हामीलाई पाउन खोइ हेरम हो कि होइन भन्ने कुरा कन्फर्म हुनु पर्यो भनेर चाहिँ तपाईहरुले माग्नु होला आफ्नो एजेन्टलाई है। त्यो कुराहरु चाहिँ आफ्नो एजेन्टसँग माग्नु होला, कन्फर्म हो कि होइन भन्ने कुरो। नभए तपाईको एजेन्टले तपाईलाई फेरि मुखले मात्रै यति तारिखको लिएको छ भन्ने मात्रै होला। त्यही भएर
डेट नै माग्नु होला अनि तपाईँ कन्फर्म भएर बस्नु होला है त। त्यही अनुसार प्रिपेयर भएर बस्नु होला। त्यही छ साथीहरू, आजको लागि यति भन्दै छुटिन चाहन्छु। फेरि भेटौँला भोलिको ब्लगमा। आज मैले के भन्न छुटेको, तपाईँहरूले सोध्न चाहेको कुराहरू छ भने टक्क लगाएर यो भिडियोमा कमेन्ट गर्नु होला। त्यही तपाईँहरूकै कमेन्टको आधारमा यो भिडियो हो। हिजोको भिडियोमा यही कमेन्टहरू गर्नुभएको रहेछ। फेरि यो भिडियोमा होइन तपाईँहरूले यस्तै कमेन्टहरू गर्नुभयो भने फेरि नेक्स्ट भिडियो ल्याउने छु भन्दै आजको लागि छुटिन चाहन्छु। फेरि पनि जाँदै मेरो च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरेर जोडिनु होला। सब्सक्राइब गरेर जोडिनु भयो भने चाहिँ मैले भिडियो पब्लिस गर्ने बित्तिकै तपाईँहरूकोमा नोटिफिकेसन आउँछ। नोटिफिकेसन आइसकेपछि आज WL लामाले कुन खालको कस्तो खालको भिडियो पब्लिस गरेछ भनेर सुरुमै क्लिक गरेर हेर्न सक्नुहुनेछ है त। बाई बाई।